अनि म त आज घर धन खैली हिँड्नुको नाममा चाहिँ किन्छु के अरे के हो र भन्नु म त बुझ्दै हेरेको जहाँ नआउँछ होला यहाँ हालौँ के अनि तल गर न जम्मा पोलिदिनु उहाँ के गरे नपोलो भनेको नपोलो यही भए पनि दर्शन हुन्छ भने जस्तो तस्तो आन्सर होइन अनि त्यही भए पनि गरौँ भन्न कता घुसारे सँगसँगै सुत्ने भन्थे आज आउँछन् आज चाहिँ आउँछन् घेनालाई लगाउँछ जम्लो पानी छ सँगसँगै सुत्ने भन्थे क्या नसुकाउने अब होइन एकछिन उता उता लगेर त यता अब यो हटाउनु यो त सुके थियो त मोजा त भिडी छ अपनी बात है गुल्ला नेरे बाबु यो थन सिटेसन रे पोखरा हस्पिटल र अनि त्यहाँ बायोरुम लिएर अनि टेस्ट गर्ने हैन त्यो र हिजै जानु खोजेको हिजो गाडी भेटिन अनि भवर हारे लगेर जाने छोरीको दाइ बाहुनलाई कतिखेर बोला खास हैन अझ भन्दा पनि त्यो बाइकमा हिँड्छ त आउँछ
घरमा सानो घर चलाउने सब बन्द गर्नु के हो रे जिके गोटी में पानी कतिले छ कसरी पानी ताप्यो यो ऊ कुमारी छैन नि अहिले बाहुनलाई चाहियो अहिले लिँदैन कि भर्खरै अन्त अब समाजको भात त फेरि गरमाउनु हुन्छ लगे राख्छु ममा यहाँ भाडा छ भने अब त समाज खाएर त घरको त राख्ने हो दुध खान्छ अघि नै चियामा राखेर खायो भने त उनको यति जाति हिलो नबना त यो यहीँ जगे थाप्ने होला त्यहाँमा पनि त्यो हिलो बनाएको नगर अब यहाँ जगे थापेपछि अब पूजामा बस्न परोस् अब वरिपरि गर्दा हिलो हुन्छ नगर यति जाति अर्को पानी अब पानी नहालो थाहा थियो होला मन बिरानलाई लग्थ्यो तिमीलाई लग्ने सुन आँटो त छ त चम्मच त यहीँको नि त्यस्तो पुरानो छन् अहिले बाहुन आएपछि दुध लिइकन दुध चिया खुवायो जल्दीमा ढक्कन मैले तपाईँले दिएको थिएँ तपाईँले दिए होइन ल्याएँ होइन मैले भित्र यो अबदेखि यो आँगनलाई हिलो नबनाएको केटाकेटी थियो यहाँभित्र होला नि म्याम त होइन हुँदैन
हुनुपर्ने होइन त्यस्तो फोटो यता ल्याउँछु त म त हाम्रै उठ्यो आउँछ अब हामीले यस्तो तलतिर गयो भाइ अहिले यहाँ पटा मन्दिर खप्ने हो हो हाल नि हो नि किन आमामा भिजा मेरो भाइहरूले भयो भने मान्छे तर मोबाइलतिर गएर एउटाले उसको के अरे साउतिर उसको छोरीले बिहानै हिँड्दो गरे मन्दिर रातभरि होरनले होरो गर्न भगर कोही आन्न यो कोट पनि हो न नि यहाँ मैले ऊ गाईको दुध राखेको छु कन्टेउला यो फेरि कोट हो मलाई अनि यहाँ चाहिँ मान्छेले एसएससी गरौँ भन्ने हो नि त बुढोपाको मान्छेले एसएससी ए बुढोपाको मान्छे सबै लुक्छ आफ्नो काममा भएर आन्न म त के
हाम्रो नाम उच्चारण भएन तिमीलाई मैले अर्को लगाइदिनु बाबु घुम्न नदिन्छ है छैन भित्र त छ एउटा पनि छैन हाम्रो घरमा चाहिँ नि किन तोरण तोरण गर्ने तोरण मारे के त्यसो सिना त कसको कुरा सुन्न कसको कुरा नसुन्नु लाग्दैन त म त्यस्तो गराएर दिएँ नि गएको छ नि केटा ऊ के अरे बाबु त हिजो माथि आउनेछ त्यो पनि त्योबाट कुकुर अनि आइटम के हो कुकुरको राजङ्गलहरू गुरुबालाई खाइ त खान्छ जाने भुक्रा खान्छ भुक्रा खान्छ मासु त्यहीबाट हाम्रो नेक्स्टतिरबाट काटेको त खाली रसलको खालि मासु रक्सी आज सबैजना प्राण తెలుగు
मसँग भुट्टा लग्यो होला त अन्त म भयो पुरै भयो कति मिटर चाहिने अरे पूजालाई राम राम एकजना दुई राउन्ड तिनवटा सानो भनेको सानो थोरी हो आजकल यो के गर्ने मागेर ल्याउँछु Banda urusan dulu. फुल टिप्न लाउँ त नानी
यो छोइया नि केटा लिदिनु खायो बाजे बस्नु त्यो पानी हालेन भने पुरै उड्छ यो होइन त्यो त्यहाँ हो नि त्यो निकै पानी पानी यदि हाल्यो भने
गाडी माथि चाल्दै अर्का दिन हजुर कहाँ चिया खाने अर्का दिन आउँछु त हो का यहाँ हेर एउटा मान्छेका जन्मदिनी बाउ गुरु चिन्ता भयो छोरी दिने चाहिँ ससुरो बा अनि रोजगार दिने क्या जस्तै जागिर चाहिँ राज्यले दियो भने राज्य बाउ भयो कुनै व्यक्तिले दियो भनेदेखि व्यक्ति चाहिँ देखाउँदाखेरि बाउ भयो यसरी हाम्रो धर्मशास्त्र अनुसार 5 वटा बाउ तिनैका बुढीहरू आमा हुन्छन् क्या हुन्छ अब ल्याउन पर्यो केराका एकन हातका जानेका ल्याउनु मैले भित्र आउँदै होइन बाहिर हेरेर कतिखेर बनाएको थियो क्या टु बनाएको थियो छोपेर दुईटा भइरहेछन् घर है दुईजना भएपछि धलम माथि होला बोलको सिबुट हो मासु लगाइदिइहाल्नु कहाँले थाहा पाइन्छ अस्ति नै आउने यस्तो भन्ने ल तिम्रो काम सकिएको छ फुल रातो पासी हो बाबु रातो गाडी के अरे नचलाउने हो पिछे गाडी हो रातो नचलाउने पहेँलो पातहरू चल्छन् पहेँलो फुल चल्छ हो नि
यहाँ अलि त्यही भएर काम चल्यो बेलपत्र चाहिने भएको हुनाले यहाँ यत्रो टिपेर ल्याएको पक्का हो अहिले अब जानिसके ठ्याक्कै नाम नभनौँ हो त्यसलाई नि बानी अब यसलाई यसमा अलिअलि फुल उठाएर राखेर पूजा गर्न पर्ने हो यसले यतातिर जाने ढल्काउने केही गर्न पर्दैन यही पुस्न पर्यो पुसेर भान्सालाई भनेको आएँ गुरु कुन बजा आउनुभयो तल्लै तल्लै यहाँ कस्तो छ त्यहाँ यहाँ गाडी भुटाडेर ल्याएको ट्र्याक्टर पनि त्यही छ डोजर पनि त्यही छ मन जानु पर्ला भनेको त्यहाँ अर्के हाम्रो मेरो बाइक सानो खाले के अरे घर तिम्रो ठुलो ठुलो नि छिर्छ त्यहाँ त्यही कामदारहरू छन् साँतेर डोर्याएर जाने छ भन्दाखेरि चारमुठी किन्न दिने दुईटै हो नि उहाँ आमाको पनि यहाँ औँसीको तिथि परेको बाका तिथि आमाको दिन मिल्छ दुईटा दिन जान्छन् त्यसमा आउनु पर्दैन यसमा हुन्न बेसार भयो बेसार मिठाई हुन्छ हुन्छ पहिला बुद्धि छ नि बेसार
अहिले हाम्रो त बिजै हो अब त्यसमा अब चामल हाले हुन्छ नि एगनमा अब त ऊ अब त एगन मुठी हाले यहाँ मात्र यसले अडाउन सक्ने धानी राम्रो गरेर कहाँ हो र गाउँको दिदी के पैसा चाहिएको रे दिदी आइरहेको भएको भयो पाँचवटा बाटी बनाएर मेरो बाबाहरू भयो दुईटा मिक्सरले गर्दा त्यतिको भयो धान पनि आयो ल ल ल हुन्छ 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 अब पर्दैन पर्दैन अब यति त किन्ने बेलालाई विधि मात्रै हो जाने हो पञ्चबाबु खाएर तिमीले बत्ती बाल्नु एउटा टक्कै लाइटर माया दिनु मम्मी
अब मापाटी बोल्दाखेरि पहिले यसैमा वरिपरि यही देखिए त वरिपरि बोल्ने गिलिङ उठाएर यो उठाएर हजुर भना तन्त्र मान्छेको त के गर्नु यसरी गरेर भन्छ अब बिचारिसके नि यो अपने चढाउने त पनि ल्याउँदै यहाँ त चाहिन्छ अर्को दिन त त्यो उनीहरू हालेको केराले होइन केटा सुन्नु यो यहाँ नराखेको गुलिया गुलिया अर्को छ लिएर पछि दिए नि पाउनु छोरा चढाउँछ होला त यहाँ यहाँ चढाउने चढाउने हो क्या यहाँ चढाउने चिज ल्याउँछ यहाँ यहाँ ल्याउँछ चढाउने चिज ल्याउँछ तिम्रा उहाँका बाबुलाई गेडा हाल्नेलाई ल्याएको त्यहाँ राख अहिले पछि मागौँ पठाइदेऊ भनेर उठे पठाइदिएको आएछ एक बार उसको पन्ध्रबाट पठाइदिएको होइन उहाँ त मोटरसाइकल बुहारी गएको अनि लाटेले लगेर गएको अनि आएको र लाटे लिएर आएको अनि त्यस्तो मान्छे फेरि बिमार हुँदैन हुनु सक्छ अनि हामी जानु पर्यो हुन्छ सँगै आएको यो गाडीमा यता डाँडाखानी भेट भयो देखेको ल ल गर्नुभयो तपाईँलाई छुट्टै ल्याइदिएको म बाजे त गयो मजाले बाजे यो अहिले चाहिन्छ घर जाने हो ए हो र ए लामा हुने नि त ओरेर गर्नु पर्ने भयो यताको होइन तपाईँको गोल गर्ने खानु यो कपडा त आज कोही छैन सुपु के लागि सुपु अहिले यहाँ मैले अघि नै ल अब तिमीले पहिला फोन गरेर खानु पर्यो खानु के होइन उमा मोबाइलमा पहिले पट्टा भन्नु पर्यो नुहाएर भएपछि अब यो पञ्चगव्य सबैलाई दिएका यहाँ दाजुभाइहरू कोले लागेर क्यामेरा मेनाले दिए पनि हुन्छ क्यान्सर सबैलाई दिनु पिपलको पात ल्याऊ भनेको त अब यहाँ चाहिएको यहाँ भएकाको राखौँला फोटा दुईटा फोटा बाको पनि आमाको पनि एकै ठाउँ भएको हुन्न छुट्टै छुट्टै एकै ठाउँमा भयो पनि हुन्छ हुन्छ औंखाको पानी भन्दा यसमा हुन्छ
यो सबैलाई बाँड्नु एउटा चम्ची माग्नु चम्चा माग्यो सबैलाई बाँड्नु अहिले पिसे जाँदा भाउजूले बोलाउँदा के काटले गरे नि हुन्छ के हो त दुबोले कहिले बनाए यसको माला माला पनि लगाइदिने लगाएको यसमा काम राख्छ यो मनिषलाई बोलाऊ होइन यही जाने सामने हाम्रै माइललाई ल्याउँदै जाने दिलबहादुरजीले जाने हिँडाउनु हो अहिलेको जाने जेनेरेसनमा बुझ्यो नयाँ माला बनायो यस्तो फुलै छैन माला नि हुनु हो त एउटा बुढामा गाईलाई त अब अब यतातिर बोलाउने होइन अब फुलको माला उड्नु पर्यो नि अर्को यहाँ पाइँदैन होला नि यो रातो चल्छ सब फुल चल्छ पात हुन्छ पहेँला फुल कतै रहन्छ नि त हुन्छ बेहुलीको हुन्छ केटाकेटीको फुले छ सिंह छ कि छैन सिंह माला भइहाल्छ पहिलाको हुन्छ अब यहाँ अहिले एकैछिन यता भन्नु दुवै अलिकति समयमा कस्तो बनाइदियो पाँच सात हालेर बनाउने लिनु 3 वर्ष भयो 3 वर्ष अब यहाँको कथा अरू नचिनेको कोही पनि छैन सबै चेला त्यही भएर अब यहाँ म बस्ने भनेको आधार भनेको के हो आधार चाहिन्छ नि मोलियानु मोजु भन्नु के जनरलाई पाउने जानेका सामने उहाँ गएर हेप्न खोज्यो भनेदेखि ए बाबु भने गएर खेता दिइहाल्छ भने अनि आधारले बाँच्नु अताले गर्नु आधारले बाँच्नु हो र यहाँ यो यहाँ होइन यो सूर्यलाई जानेका सामने हेरेर यहाँ यसो थोप्नु छ यही सूर्य सहस्रांश तेरो राशि जगतपति अनुकम्पमा भर्ती हात कहिले हुन्छ दिवाकर सूर्य नारायण अब यो दुवाले पनि यो यसले अर्घले पनि सक्दैन अब त्यो त्यही ल यहाँ यी सबैमा यिनी बेनी राख्दिने हो यिनमा राख्ने तिनीलाई के अरे बर्गुका पात ल अब यहाँ परासित गोदामहरू अब
यहाँ 3 किलो रहेछ कि पाको बन्यादि सर्वाधिकार सूच्यार्थम इमाम गो निश्चय बुद्धम कर्व्यम रुद्रदेवी राखौँ उहाँहरूको गोत्र के हो आर्द्रीय सब अरू नाम अरूको नाम चन्द्रबहादुर चन्द्र थापा गुप्तस्य इमाम राम रुद्रदेव काकम तुभ्यम अहम आबम भयो सम्पदाले दाउ ल सबैले टुक्रा टुक्रा फुल उहाँको हात हात फुलले रात जोड्न पर्यो कपिले सर्वदेवानाम पूजनीय श्री हुने तीर्थदेव मठ तल शान्ति परेछमे ल ल अब यो गाईमा राखिदिनु पर्यो अध्यक्ष त एउटा 5 रुपियाँको नस्ल्यौ दसैँको भएन ल तिमीले एउटा साथ हुन्छ यस्तो जल मात्र अध्यक्ष त प्रायश्चित गोदान दान प्रतिष्ठा छैन आर्ते गोत्राय चन्द्र गुप्ताय ब्राह्मणाय तुभ्यम अहम आबम वयम सम्प्रदायमय यो पनि उहाँको हात ल अब तपाईको प्रतिनिधि भएर यहाँ म छेड्दिन्छु यो हो शान्तिरन्तरिक्षं शान्ति पृथ्वी शान्ति रापः शान्ति रोहदय शान्ति वनस्पतय शान्ति विश्वे देव शान्ति परम शान्ति सर्वभूत शान्ति शान्तिरेव शान्ति सामा शान्तिरेधि ल अब तिमीहरू अहिले चाहिन्छ अब जान पाउँछौ अहिले पूजा आदि बेला मैले बोलाउँछु अटकल त पहिला अलि छोटो अनि यो सुनको काटी यसको निग्रह बस्नु भएको छ रे दुई तिनजना होला हेलो भाइ हो दुई तिनजना होला क्या दुई तिनजना 4 जना कि 5 जना भने त्यहाँ अट्छ कि नै भाइ ए हो यहाँ 8 जना हैछ ल हेर यहाँ प्यासलाई गराउनु पर्यो त नि अनि भाइ छतमा बसिरहेको छ यहाँ त जाने आज म फर्किहाल्ने कुरा हो कि माघ अत्याइस गते हुन्छ त्यसो भए हिँड्दै गरे उनले चाहिँ बेलुका यहाँ फुपू के अरे काठमाडौँ गएकी छ त्यो आउन एकताल थियो यहाँ त चाहिँ के अरे लुरी दिदीको भान्जो जाने यहीँ छ अब बैकुण्ठसँग कुरो यहाँ गर्नु
यहाँ रहेछ कसैले विरोध गरोस् कसैले जानकारी उ गरोस् त्यतापट्टितिर फर्केर त प्रतिशत दिन त लाग्ने चाहिँ होइन लाग्ने चाहिँ अनि उनी के अरे मुठिनी आमालाई बाँधिदिने हो क्या म तल जानु हो नगई नहुने हो कि अब के भरेसँग आउँदै भरे आउँदा यही हो यो बाँध्न पर्छ यसलाई फाल्न पर्दैन यो 6 महिनासम्म केही पनि हुन्छ हात स्वभाव रक्षा जाने के अरे वर्तन पितृ हो विचार थार परमा माध्यम जगत व्यापी मीना को जगरारे अभयदाम जाते लगारा बम भट्टे पार्टी में निकल गए फर्मा खाने साथे तब नेता परमेश्वर भगवती चित्त प्रथम सार राम या गुंजन तुषार हार दबला या अब यही चाहिँ मलाई सम्झाएर चाहिँ भन्ने अब पितृहरु सन्तोष भयो ओम ओम भगवान फोटो खिचाने कता गयो मोया यहाँ फोटो खिच्दा यहाँ बराबर भयो हैन अभी खिच रहा हूं भिडियो गरौ यस्तो गस्ती गतम पापम आज जति जुवाममै खाए नि हुनु मिठो भयो मिठो भयो ये दान दिनु
यहाँ बत्ती बालेपछि लेउ बाला बत्ती यो बत्ती बाल्नु उहाँलाई यो बत्ती बाल्नु होइन पहिला यसलाई त तिमीहरूले बालेर मनोनान्तरता जैविन नगरपालिका 8 ग्रामीण बौद्ध बतारी शस्य संरक्षण मन्त्री सिद्धार्थी नाम सम्वत्सरे श्री सूर्य दक्षिणायण गत उत्तरायणे मासु क्रमे माघ मासे कृष्ण पक्षे अमावास्या तिथौ रविवासरा निकायम तथा च मकर राशि स्थिते श्री सूर्य यथा राशि चन्द्रमसी अन्यसु भौमादि गरेषु यथा यथा थानसु एवं गणसु पद्यः गौतम गोत्रोत्पन्न आवर्षण विरोत्री परमात्मनि शासन प्रस्तुत जैनम सिंह राशि मनीष गुप्तो हम मेष वृष राशि विनोद गुप्तो हम यथा यथा राशि सुखुतो हुने यथा राशि माया शिरीष मिलु माया धना देव्याय मम आवयो वय मम श्रुति स्मृति बन्ध विशेषत गौतम सगोत्र अस्मत् पिता अस्मत् माता चन्द्रप्रसाद गुप्तस्य तथा पूर्णकला देव्यायं तस्य चिरकाल वैकुण्ठवास कामनया सपाद लक्ष्य संख्यका दीपदानादि तथा यथा संख्यका त्रीणि सूत्राणि निर्मितानि यथा संख्यका वर्तिकानि तथा पञ्चतन्तु निर्मितानि यथा संख्यका वर्तिकानि श्री लक्ष्मीनारायण तथा किल एवान यथा संख्यका राख्नु हो त्यहाँ ओम अविरल मददल दिवहम परमरुकुला आदिका सेविता मद फलो तातातरम कामेशम गणपति भन्ने अब त्यसैबाट को सबैका किनी बाल्नु सबैलाई 500 तीनबाट चाहिँ 300 चाहिँ हाल्नु उतातिरका कति तीनटा दुईटा लाइन भयो कि तीनटा भयो तीनटा लाइन भएको उतै हेरे 300 के तीनटा लाइन भएको यता सबै भनेपछि तीनटा भने यहाँबाट बाल्न सुरु गरियो 300 हुन्छ अलि भित्र लाग्छ ल अब छोरीहरू खै अब तिमीहरूले अब उहाँले उता झस्दै हिँड्नुहुन्छ अब यता दाहिनेतिर आएर झस्दै हिँड्नु अब सुटको चाहिँ गरे अब एकातिर यसो सुरक्षित ठाउँमा राख्नु ऊ यहाँ मुनि राखेको नभए राख्नु उसको अघिको ठाउँमा राख्छ तल पर माथिले त घप्दै हो ल ल ल आमा समूह मैजाले मुनिरा बजाउनु ल खनाम त आफ्नो ओ अर्का उसमा मिलाउनु चाहिन्छ बाबु हात पोलो भन्छ ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे भक्त जनौ के संकट ओम जय जगदीश हरे ओम जय जगदीश करे बिना और न दूजा आशा करूं मैं जी सकी ओम जय जगदीश हरे माता पिता गुण मेरे प्रभु जय जगदीश हरे प्रभु
हरिका चरणौका
भनेको जिन्दगी भनेको रमाइलो जतिखेर हामीसँग बाँचिया छ त्यसमा रमाइलो हो क्या सम्झना मात्र
यो त ट्रेलर मात्रै हो है ल है ट्रेलर मात्र हो अब खै अर्को
Thank you.
धन्यवाद
अरू देवी दिदी हो। को हो जाको त देवी दिदी हो हिँड्नु त बुझेलै गराउँछ नि देवी त बस्छ न अब देवी हामी बस्न भनेर को पुरा जाको त मैले त्यो बार्नु पर्ने जानु मनै छ अरे दिदीले कस्तो कस्तो गरेर दिदी बहिनीहरूमा त बुढी देखिन्छ मलाई रोगले खा रोग गोरेमा होला नि पसिना सुताइदिएको शान्त गरेर पाइन्छ अलि आगोले सेक्दै दिदी गोरेमा बोला पसिना पसिना बालाइछ अब त के अरे माथि बेर्नु पनि गयो हामीलाई यो गोरेमा लाग्छ लास्ट सकिने बेला हो कि बडा यिनी फेरि जहिले त्यस्तै गर्नु क्या सकिने बेला अगर भोलि त हामी कोही पनि भेट भइन्न अलि तातो तातो त उ हेरेको त मामाले देखेछ बोले हेरिरहेको के देउ त के